होइन। अनि के छ यो लास्टै गाह्रो हो क्या यो, अब के हो त्यही माथि कालो भइसक्यो होइन, त्यसै नि कालो मान्छे तर पनि यस्तो छ क्या घाम घाम लागेर तानाच जिन्दा। सो हेलो एभ्रिवान, सबैजना नमस्ते। मेरो अर्को भिडियोमा तपाईँहरूले फेरि पनि स्वागत छ। अच्छा ठीक है ठीक है ठीक है समझ गया। आयो सबैजना सन्चै हुनुहुन्छ होला, अनि म पनि एकदमै सन्चै छु। आजको न्यू डे न्यू भ्लगमा तपाईँहरूले स्वागत छ। धेरै दिन भयो भिडियो नहालेको होइन, अनि सो आज चाहिँ यसो भिडियो बनाइदिउँ कि भन्ने कुरो थियो होइन। अनि के छ यो लास्टै गाह्रो हो क्या यो, अब के हो यो अब असार साउनभरि होइन, चैत वैशाखको जस्तो घाम लाग्छ, हावा चल्छ है, के हो यस्तो मैले बुझ्न सकिनँ क्या यो चाहिँ, यो के हो खास के गर्नु खोजेको यस्तो है। त्यही हो, अब के छ केही छैन, अब लाग्दै रहेछ त यस्तो होइन। अरूभन्दा पनि मलाई चाहिँ कस्तो लाग्छ भने होइन, अब असार साउनमा यस्तो पानी परिरहेको छ होइन। अब योभन्दा पहिलो अब 4 साल चाहिँ होइन, यतिखेर त कस्तो ठुलो ठुलो पानी परिरहेको थियो क्या, पानी परिरहेको थियो। अनि धान सान रोप्नु पनि सबै सकिरहेको थियो नि त, होइन होला के हो। अनि योपालि चाहिँ के भन्छ परेकै छैन क्या, घाम मात्रै लाग्छ हेर्नुहोस्, यस्तो छ क्या घाम घाम लागेर तानाच जिन्दगी है, मान्छे कालो त्यसैमा त्यसरी त्यही माथि कालो भइसक्यो होइन, त्यसै नि कालो मान्छे तर पनि केही छैन, ठिक छ है। अनि म चाहिँ यहाँनिर बारीमा आएको छु होइन। बारी अब थोरै काम थियो होइन गर्नु, अब मकै गर्नु थोरै बाँकी थियो। अनि म चाहिँ त्यही अब मल लगाउनु आइरहेको थिएँ होइन। म तपाईँहरूलाई देखाउँछु है त, अब मल लगाउँदै गरेको पनि देखाउँछु होइन। अब गर्ने कुरो चाहिँ हुँदैन मेरो आज है, त्यही हो ल है त। सो मैले चाहिँ काम गरिसकेँ होइन, मेरो आजको त्यति काम थियो है, थोरै काम मात्रै थियो। अब अरू अरू कामहरू सबै सकिसक्यो है। अनि सो मैले गर्नुपर्ने कामहरू चाहिँ त्यति थियो, अब आजको गरिसकेँ होइन। अब म चाहिँ घर जाने लागेको छु। अनि सो भिडियोलाई अब भिडियो मन पऱ्यो भने सपोर्ट गरिदिनु पऱ्यो है, त्यति हो कुरो। अर्को भिडियोमा भेटौँला है त अब।